ल नर्मली फर्माउन्डेसमा तयारी भइसकेको छ हैन रिहर्सल हुँदैछ यो पाल टाङ्ने प्रोग्राम अनि तलतिर चाहिँ टाङ्गिसकेको छौँ पाल है झिलिमिली मोबाइल छ है यो हुँदैछ बिस्तारै तयारी हुँदैछ
भएन पैसा तर खायो भने अहिले पनि छैन पनि अरू नमाल तपाईँको यो कुरा हाजिर के भन्नु यो काम पुरो हाल्नु पर्यो घाँस काट्दा हाइसक दिने ठन्डालाई दिने उतालाई दिने नामलाई दिने घाँस त्यस्तो होइन हाम्रो उसमा चाहिँ हामीले धर्म गर्नुपर्छ हाम्रो इतिहास धार्मिकलाई फैलाएर लानुपर्छ हामी धर्म गर्नु सिक्नुपर्छ हामी मरेपछि दण्ड लिनुपर्छ भनेर त मैले यो नयाँ सिर्जना गरेर दिएको छु तपाईँहरूले पूजापाठ गरेर गर्नु होला सही छ गर्नु होला पहिला छिताङ सर राख्ने पानी चढाउने ढुङ्गा बत्ती बाल्ने अनि ठिक गर्ने घुममा पानी राख्ने अनि कन्ती हुँदा छेउ चलाउनु तर यो नेपाली पूजा गर्न मिल्ने पाठ गर्न मिल्ने छ तर यसको भाषाहरू चाहिँ सिक्नै पर्ला कोही दिनमा ध्यान मैले पनि सिकाउँछु के भने हामीले पूजापाठ गर्न सिक्नुपर्छ भनेर यो सबै मेरो दर्शनमा सबैजनालाई त्यो एउटा लाइन देखाएको थियो मैले अर्को घरमा गर्नु चाहेन किनभने अरूले त त्यो लगानी गरेर खर्च गर्नु लामो यस्तो खर्च गर्नु लागि पऱ्यो भन्ने भावना हुन्छ नि त्यस्तो नहोस् भनेर मैले आफ्नै घरबाट सुरुवात गरिदिएको नमस्कार है
मामा मामा फुपू सबै जुन सबै अब हजुर अब घर दो हजुर क्याबनहरूको लाइनको भेजिङमा छोरी आज उहाँलाई एक तिनीहरू पनि त्यहाँ यसो हाल्नु फोन गरेको ग्राफ त गर्ने ज्वाइँलाई छुनु दिए भनेको आज क्याबन घुरको तामाङ मेरो छोरी डोलमा लाजेङ घोडको डोलमा सिन्धन तामाङ छोरी दुई दिन त्यो दिनु लायो ढुग्यो ढुङ्गैलाई त्यो रिचा त्यो तामाङमा कुल्चिनु हुँदैन बिनु तामालाई भन्दा मामालाई भाडा हुन्छ बरु आमा चाहिँ के चिन्नु पऱ्यो जापान सुसन तामाङलाई मैले मेरो छोरी झोलमा दार्जिलिङ घरको सिन्धन तामाङ एक दिन दुई दिन तिन दिनसम्म आजबाट तपाईँको मेरो छोरीलाई धुलो मैलो हिलो मैलो धुलो जे जस्तो भए पनि तपाईँले हेला गर्नु पाउनु भएन छोरीले पनि यस्तो कपडा मैलो धुलो यस्तो अब काम गर्दाखेरि फोहोर मैलो हुनसक्ला त्यतिखेर छोरीले पनि हिँड्नु जे भए नि छोरीले भन्नु पाउँदैन हजुरले पनि त्यो भन्नु पाएन जे जस्तो भए पनि आफ्नो जिन्दगीको साथीलाई आफूले दुःख पर्दा उसले हेर्ने उसलाई दुःख पर्दा आफूले हेर्ने यस्तो उस्तो भन्नु केही माइतीको कुरा घरमा सुनाउने घरको कुरा माइत सुनाउने त्यस्तो पनि गर्नु मिल्दैन छोरीले पनि हजुरले पनि हेला गर्नु पाउनु भयो यो कन्चुसु भनेको चाहिँ साङ्गे कन्छ छे कन्छ घुम्नु हजुरलाई यस्तो साथमा मैले यो दुईटा उहाँ काकीले दिनु है यो तपाईँहरूको दुईजनाकै उहाँको इष्टदेव भन्ने भगवान् वज्र पानी सानो तर वज्र पानी परेको छ उहाँहरूको यो हाम्रो ठुलो भगवान् सकिसकेको ठुलो हुनुहुन्छ यो कन्चुसुम भनेको चाहिँ आज मैले एक दिन दुई दिन तिन दिन भनेको चाहिँ भगवान् तिनवटा फापाचारी चाहिँ गुरुआमा चाहिँ सङ्गीत चौधरी चाहिँ उहाँहरू साक्षी राखेर यो दिएको हो यो हामीले भनेको कारण कन्चुसुम भनेर एक दिन दुई दिन तिन दिन भनिरहेको छ हामीले त्यसको इतिहास भनेको यो राजा रानी तिमी कन्चुसुम भनेर अरूले पाठ
राम्रोसँग भिजन गर्नुपर्छ भन्छ राम्रोसँग भिडियो फोटो खिच्नु भने डालो डालो डाली 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 के होला त सक्कु छ त त्यहाँ सक्कु सक्कु कसले छिटो सक्ने बेहुलाले बेहुलले के होला यो रे के ए घडी पो गडङ गुङ गर्नु यो ग्रुप हो फ्यामिली हुड्स ग्रुपहरू चाहिँ हुनुहुन्छ उहाँहरू है गिफ्टर गाडी हो गाडी हो गाडी गाडीको बट्टा हो सुलिम की गरे सुलिम की गरे गरिसक्यो रे सरलाई कहाँ आउँछ कि धेरै लामो हुन्छ भिडियो जन्दिएर आउनुहोस् है जन्दिएर सगुन गरेर जानुपर्छ
तिमी कहाँ हरा दिनभरि गाडी हेलाएर आएर अनि गएको गाडी लगेगा रात आइदिए 2 बजे दुलाबाट अनि बिहान 5 बजे उठेर म गाडी चलाउनु पनि बल्छि चाडा गाडी नम्बर गाडी चलाउने आफैले सजाएको मात्र अनि भएर मलाई त्यो मुन्डाहरू छोरी पनि छ त्यहाँबाट गर्न सक्दा हाल्यो अनि गएको अन्त तिमी उतार बस अन्त उता पछाडि जान सिट फर्काउने माया हुन्छ उतापट्टि मात्र हो